साथीहरु देख्न सक्नुहुन्छ मलेसियाको गाउँघरमा चाहिँ हेर्नु होला यसरी गल्लीतिर चाहिँ मरिच यसरी लहरामा चाहिँ लटरम्मै फलिरहेको देख्न सकिन्छ। मलेसियाको गाउँघरमा चाहिँ यस्तो चीजहरु पनि फल्छ है साथीहरु, हेर्नु होला है। नेपालमा चाहिँ केपीबाले चाहिँ एकदम रुखमा फल्छ भन्ने ठुलठुलो रुख हुन्छ भन्छ, तर यहाँ चाहिँ मैले लहरामा फलेको देखिरहेको छु। हेर्नु होला है, यो मरिच हो। मरिचको यो चाहिँ कलमी चाहिँ लिएर रोपेको छ यहाँ गमलामा है, तर यो चाहिँ रुखमा लगाएको छ, उता साइडतिर चाहिँ रुखतिर लगाएको छ। तर यहाँ चाहिँ एउटा सानो बिरुवा चाहिँ लिएर रोप्दै रहेछ। हेर्नु होला यसरी लटरम्मै फलिरहेको छ है साथीहरु, हेर्नु होला है। एकदम खतरा फल्दो रहेछ कि यो मरिच चाहिँ। हेर्नु होला है कस्तो दामी दामी फलिरहेछ के मरिच चाहिँ। यसरी फल्छ है साथीहरु लहरामा है, यस्तो खतरा छ। हाम्रो नेपालतिर चाहिँ रुखमा फल्छन् भन्छ, धेरै ठुलो बोट हुन्छ अरे यसको, तर मलेसियामा चाहिँ यहाँ हेर्नु होला है फल्नु चाहिँ लटरम्मै नै फल्छ है। हेर्नु होला कस्तो खतराले फल्छ है, तर यो चाहिँ लहरामा फल्छ। हेर्नु होला है एकदम खतरा फलिरहेको देखिन्छ। मलेसियाको गाउँघरमा ड्युटी पर्यो भने चाहिँ एकदम रमाइलो हुन्छ कि यस्तो मसलाहरू, आँपहरू, 12 मासे आँपहरू पनि टन्नै पाइन्छ है। हेर्नु होला है यसको लहराको यो उसमा चाहिँ आँखलामा चाहिँ जरा हुन्छ, अनि त्यही रोप्दाखेरि पनि हुन्छ। म जरा पनि देखाउँदैछु है। यहाँ हेर्नु होला है, यहाँ जरा हुन्छ क्या यो, अनि यो लहरामा यो जरा चाहिँ भाँचेर रोप्यो भनेदेखि भइहाल्छ। हेर्नु होला है यहाँ चाहिँ पाकी पनि राखेको छ है। यस्तो हुन्छ है साथीहरु मलेसियामा चाहिँ कलमी। हेर्नु होला है मरिच यसरी फल्छ। हेर्नु होला है एकदम गल्लीमा नालीतिर यसरी लगाइदिया हुन्छ है। हेर्नु होला मलेसियातिर चाहिँ एकदम राम्रो हुन्छ कि फलफुलहरू यस्तो मरिचहरू मात्रै लगाइदिँदो रहेछ। हेर्नु होला है एकदम दामी छ। हेर्नुहोस् एकदम दामी छैन त है, साह्रै राम्रो छ। हेर्नु होला मरिचको बिरुवा चाहिँ। आँपहरू पनि तपाईहरुलाई म देखाउँदैछु है त। यहाँ चाहिँ देख्न सक्नुहुन्छ आँप पनि है मलेसियामा यहाँ फलिरहेछ, यतातिर फुलिरहेछ है। यतातिर हेर्नु होला मसिनो चिचिलाहरू पनि छ है। यस्तो हुन्छ हेर्नु होला है, यतातिर यस्तो छ है आँपहरू फुलिराख्ने फलिराख्ने मसिनो चिचिलाहरू पनि छ। मलेसियाको गाउँघरमा ड्युटी पर्यो भने यस्तो चिजहरू चाहिँ खानमा पाइन्छ साथीहरु। हेर्नु होला यो टुप्पा टुप्पामा पाकी पनि रहेछ आँपहरू चाहिँ। यो हेर्नु होला यो अमला भन्दा धेरै फलिरहेको छ। हेर्नु होला उतातिर कति धेरै फलिरहेछ क्या। हेर्नु होला है आँपहरू चाहिँ यसरी फल्छ है मलेसियामा चाहिँ। हेर्नु होला है एकदम मलेसियाको गाउँहरू चाहिँ एकदम रमाइलो छ। माथि माथि हेर्नु होला कति धेरै फलिरहेछ। यो जसले खाए पनि हुन्छ, तर बाँदरले धेरै खान्छ यहाँ त। तर बाँदरले पनि कस्तो खान्छ भने हेर्नु होला यहाँ ठुल्ठुलो पनि छ, त्यो मसिनो मसिनोहरू पनि छ। यहाँ हेर्नु होला है बाँदरले धेरै खान्छ क्या यतातिर चाहिँ। तर बाँदरले चाहिँ फेरि यो काँचो चाहिँ भुइँमा झार्दैन है, पाकेको पाकेको मात्रै खान्छ है। फेरि यहाँको बाँदर पनि एकदम ज्ञानी पो छ त। हेर्नु होला है कति धेरै फलिरहेछ। यहाँको मान्छेले वास्तै गर्दैन, तर यो आँप चाहिँ साह्रै गुलियो छ होइन। तर के छ भने यो आँपमा चाहिँ किरा छ भने लाग्दैन रहेछ हौ। औषधि पनि कसैले गरे हुँदैन है। हेर्नु होला है यस्तो चिजहरू छ है। हेर्नु होला मलेसियाको गाउँघर एकदम सुनसान छ। यहाँ हेर्नु होला अर्को बोटमा पनि एकदम फुल यति फुलिरहेछ कि। हेर्नु होला है यहाँ पनि खतरा खालको छ, भित्र पनि यहाँ पनि दानाहरू छ। हाम्रो नेपालमा चाहिँ यतिखेर चाहिँ एकदम उरास लाग्दछ, रुखको पातहरू झरेर खत्तम भइरहेको छ। यस्तै छ हाम्रो नेपालमा चाहिँ, सेम यस्तै छ हाम्रो नेपालमा चाहिँ। तर मलेसियामा चाहिँ हेर्नु होला है फलहरू फलिराख्ने एकदम रमाइलो ठाउँ छ मलेसिया साथीहरु। हेर्नु होला है सुनसान छ यो एरियामा चाहिँ, कोही मान्छेहरू हुँदैन है। हुनु चाहिँ हुन्छ भित्रै छ क्या सबै, बाहिर कोही हुँदैन। म मात्रै हो प्रायः जस्तो, मेरो नाइट ड्युटी हो, त्यही भएर चाहिँ म यतातिर आइन्छ। एकदम रमाइलो छ। हेर्नु होला यो परको आँपको रुख चाहिँ एकदम राम्रो छ। यो चाहिँ धेरै मिठो हुन्छ है, यो मिठो खालको आँप हो। यो नेपालमा पनि यो हाम्रो घरमा छ ठ्याक्कै सेम यही खालको। हेर्नु होला कति धेरै फलिरहेछ, फुलिराख्छ। यस्तो चिजहरू छ है साथीहरु मलेसियामा चाहिँ। एकदम राम्रो छ यो मलेसिया गाउँघर चाहिँ। हेर्नु होला यताबाट हेर्दा तल्लो साइडबाट हेर्दा पनि एकदम खतरा फलिरहेछ क्या, लट्टरम्मै छ। यस्तो हुन्छ है पौलाई पनि रहेछ, फुलिरहेछ, फलिरहेछ, थरी थरीका छन्। यहाँ हेर्नु होला है यो बोटमा कति धेरै फुलिरहेछ आँप। यस्तो हुन्छ है मलेसियामा चाहिँ 12 मासे आँपहरू चाहिँ फुलिराख्ने फलिराख्ने। हेर्नु होला फुली पनि रहेछ, माथि र लट यस्तो धेरै फुलिरहेछ है। यता मुनितिर हेर्नु होला है दानाहरू पनि छ, कति धेरै छ यहाँ। पाकी पनि रहेछ। यस्तो हुन्छ है मलेसियामा चाहिँ साथीहरु।